आजको कथाको शीर्षक छ टाढाको साथी। धेरै टाढाको भविष्यमा आकाशभन्दा पनि उज्यालो चम्किने एउटा ग्रह थियो, लुमिना। त्यहाँ ऊर्जा नै जीवन थियो र उज्यालो नै आशा। त्यही ग्रहमा बस्ती एउटी सानी जिज्ञासु केटी, एली। अरू बच्चाहरू खेल्थे, तर एली मेसिनका आवाज सुन्थे। एक दिन सुनसान ठाउँमा एलीले पुरानो भाँचिएको रोबोट भेटे। सबैले फालेको, तर उसको आँखामा अझै सानो उज्यालो चमक बाँकी थियो। रोबोटले भन्छ, के म अब एक्लै हुन्छु? एली मुस्कुराउँदै भन्छे, होइन, म तिमीलाई ठिक पार्छु। दिनरात मेहनतपछि रोबोट फेरि चल्न थाल्यो। उसको नाम राखियो ओरा। ओरा केवल मेसिन थिएन, उसले हाँस्न सिक्यो, भावना बुझ्न सिक्यो र सपना देख्न पनि। तर एक दिन लुमिनाको मुख्य ऊर्जा स्रोत बन्द हुन लाग्यो। पुरा ग्रह अन्धकारमा डुब्ने खतरा आयो। ठुला वैज्ञानिकहरू डराए, सबै आशा हराउँदै थियो। त्यति बेला ओरा अघि बढ्यो। उसले भन्छ, मेरो भित्री केन्द्रमा बाँकी रहेको अन्तिम शक्ति अझै छ। यदि मैले यसलाई प्रयोग गरेँ भने म सायद बन्द हुनेछु र अब फेरि म कहिल्यै पनि तिमीसँग भेट नहुन पनि सक्छ। यो कुरा सुनेर एलीको आँखामा आँसु भरियो। उज्यालो भनेको केवल ऊर्जा होइन ओरा, उज्यालो भनेको आशा हो भन्दै एलीले रोबोटलाई सम्झाउँदै छे। त्यसपछि एलीले ओरा र ग्रहको प्रणाली जोडिन्। केही बेरपछि ठुलो उज्यालो फैलियो। ओरा बन्द भएन, ऊ नयाँ रूपमा बदलियो। अब ऊ लुमिनाको संरक्षक बन्यो। ग्रह फेरि चम्क्यो, आकाश फेरि हाँस्यो। त्यस दिनपछि सबैले एउटा कुरा बुझे, भविष्य टेक्नोलोजीले होइन, कर्मले बनाउँछ।